नमस्कार साथीहरू। अस्तिको हाम्रो सेसनमा आयकर ऐन 2058 को हामीले चाहिँ सुरुवात गरेका थियौँ हैन, यसको वाचन गर्न है। र हामी दफा परिच्छेद 1 को दफा 1 मै थियौँ। दफा 1 मा के लेखिएको रहेछ भने संक्षिप्त नाम विस्तार र प्रारम्भ हैन। अब यसमा नाम यस ऐनको नाम आयकर ऐन 2058 रहेको छ भनिएको छ उपदफा 1 मा। दफा 1 को उपदफा 2 मा यो ऐन नेपालभर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै बसेको भए पनि बासिन्दा व्यक्तिलाई समेत लागू हुनेछ भनेर भनियो हैन। नेपालभर भनेपछि नेपालको जल हैन जल, स्थल एवं हवाई हैन वायु सबै नेपालको हैन जुरिस्डिक्सन भएको ल्यान्ड, वाटर र एयर है सबै हुने भयो। अब हाम्रो केसमा प्राय विदेश जस्तो समुद्र नभएकोले हाम्रो सीमामा अब भनौँ न स्थल, हवाई र जल मोटामोटी उस्तै छ हैन। नेपाल भरिमा यो ऐन लागू हुने नै भयो, तथा बासिन्दा व्यक्ति बाहिर बसेको भए पनि यो ऐन उसलाई समेत लागू हुने भयो। र अस्ति हामीले बासिन्दा व्यक्ति भनेर कसलाई भनिन्छ त भनेर हामी अस्ति यही ऐन अन्तर्गत दिएको परिभाषा र आयकर निर्देशिकामा यसलाई हैन प्रष्ट पारिएको प्रावधानहरू पढ्दै थियौँ। त्यसमा प्राकृतिक व्यक्तिको खण्डमा अलि कठिनाइ थियो। अरू अन्य अप्राकृतिक व्यक्ति बाहेक व्यक्तिलाई आयकर ऐनले निकायको रूपमा त्यो गर्छ। निकायभित्र चाहे त्यो पार्टनरसिप फर्म होस् अथवा कम्पनी होस् कि ट्रस्ट होस् कि स्थानीय निकाय होस् कि जीविस होस् कि हैन एनजिओ आइएनजिओहरू होस् कि विभिन्न खाले छन्। तिनीहरूकोमा त्यस्तो टेक्निकल डिफिकल्टी चाहिँ हैन बासिन्दा अथवा गैर बासिन्दा छुट्याउन त्यति छैन। हाम्रो अर्को बुँदामा पनि आउँछ यो सम्बन्धी कुरा, त्यतिखेर हामी त्यसमा तपाईको विस्तृतमा जाउँला। त्यस्तै दफा 1 को उपदफा 3 मा यो ऐन तुरुन्त प्रारम्भ हुनेछ भनेको छ। अब तुरुन्त प्रारम्भ भनेको यसमा लाल मोहर लागेको र प्रकाशित भएको मिति 2058 चैत्र 19 थियो। यहाँ माथि हाम्रो सबभन्दा टपमा प्रकाशित लाल मोहर र प्रकाशित मिति 2058 चैत्र 19 छ। भनेपछि इमिडिएट इफेक्टबाट यो ऐन लागू गरिएको रहेछ। अब दफा 2 मा चाहिँ तपाईको परिभाषा छ। अब परिभाषा भन्नाले यस ऐनमा प्रयोग भएका शब्दहरू यदि यो दफा 2 को परिभाषामा छ या त त्यही दफामा त्यो शब्दको कुनै विशिष्ट अर्थ दिएको छ भने सो अर्थमा मात्रै सीमित हुन्छ त्यो शब्दको तपाईको मिनिङ हैन त्यो दफामा त्यसको स्पेशल मिनिङ दिया छैन भने यहाँनिरको जुन दुई दफाको विभिन्न उपदफाहरूमा जे मिनिङ छ त्यो नै एसाइन हुन्छ हैन। र यदि 2 नम्बर दफामा पनि छैन कहीँनिर परिभाषा र तोकिएको हैन अथवा जुन दफा हामी पढिरहेका हुन्छौँ त्यहाँनिर पनि त्यसको परिभाषा छैन भने हामी त्यसको अर्थ अब यदि यहाँनिर नियमावलीमा अथवा निर्देशिकामा त्यो प्रस्ट्याइएको छ भने त्यो अनुसारले, होइन भने अन्य कानुन व्यावसायिक कानुनहरूको अनुसारले, त्यो पनि छैन भने तपाईको जेनरल ट्रेडको टर्महरूमा जे अर्थ लाग्छ त्यही अर्थ्याउँछौँ हामी हैन। तर अब 2 नम्बर दफा अहिले नपढौँ। त्यो जसरी हामी अन्य दफाहरू पढ्दै जाँदाखेरि विभिन्न शब्दहरू आउँछ, त्यसलाई चाहिँ हामी परिभाषा यदि त्यो 2 दफाभित्र परिभाषित गरिएको रहेछ भने यहाँनिर रिफर गरौँला है। त्यही भएर अहिले हामी मुभ गरौँ दफा 3 मा। यो 2 दफा परिभाषाको दफा अहिले त्यति सान्दर्भिक नहोला, त्यही भएर यो हामी पछि वाचन गरौँला, पढौँला है। अब 2 नम्बरबाट हामी मुभ गरौँ 3 तिर। दफा 3
यसै अब अझै हामी 2 मै छौँ। धेरैवटा शब्दहरूको परिभाषा छ दफा 2 को विभिन्न उपदफाहरूभित्र। अब दफा 3 हेर्नुहोस् है। परिच्छेद 1 भित्र आयकर ऐनको परिच्छेद 1 भित्र हामीले दफा 1 र दफा 2 थियो र त्यसपछि तपाईँको परिच्छेद 2 सुरु भइरहेछ। परिच्छेद 2 को शीर्षक छ करको आधार हैन, इङ्ग्लिसमा भन्दाखेरि तपाईँको च्याप्टर 2 को बेसिस अफ ट्याक्सेसन जस्तो भयो हैन। अब 3 नम्बर दफामा के लेखा रहेछ त्यो पढौँ। दफा 3 कर लगाउने देखाएका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ। क कुनै आय वर्षमा कर योग्य आय भएको व्यक्ति। ख दफा 68 को उपदफा 3 र 4 बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन र ग कुनै आय वर्षमा अन्तिम रूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति। 3 क चाहिँ हटाइएको छ, पहिला थियो होला है। अब यसमा हेर्नुहोस् है, यो कर लगाउने भनेको लिभी सेक्सन भन्छौँ हामी हैन। यो आधारभूत सेक्सन हुन्छ है। अब हामीलाई के पनि थाहा छ भने कानुन नबनाइकन कर असुल उपर गर्न पाइँदैन हैन। कर चाहिँ असुल उपर गर्नलाई कानुन बनाएर कानुन अन्तर्गत रहेर मात्रै कर चाहिँ असुल उपर सरकारले गर्न पाउँछ है भन्ने कुराको अब हामी यो दफा अन्तर्गत हैन। त्यही भएर हाम्रो आयमा अथवा कसैको आयमा हैन कर कट्यो भने हैन त्यो कुन केमा टेकेर कुन बुँदामा टेकेर कर काटेको हो भन्ने कुराको बृहत्तर चाहिँ हैन के भन्छ भने आधार दफा 3 अन्तर्गत प्रदान गरिएको छ हैन। अब यसमा कुनै आय वर्षमा कर योग्य आय हैन, पहिला हेडिङमै हेरौँ। प्रत्येक आय वर्षमा प्रत्येक व्यक्तिलाई हेर्नुहोस् है। व्यक्ति भनेपछि आयकर ऐनमा प्राकृतिक व्यक्ति होस् कि निकाय होस्, निकायभित्र प्राकृतिक व्यक्ति बाहेकका अन्य सबै खाले करदाताहरू पर्दछन् है। अनि प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा, आय वर्ष भनेको हामीले भनेका थियौँ साधारणतया हरेक वर्षको श्रावण 1 देखि त्यस लगत्तैको असार मसान्तसम्मको अवधिलाई नेपालमा आय वर्ष भनिन्छ हैन। अब विशिष्ट परिस्थितिमा कुनै निकाय मानौँ वर्षको बिचमा खोल्यो भने हैन, जुन मितिदेखि खोल्यो त्यहाँबाट सुरु भएर लगत्तैको असार मसान्तसम्म सो निकायको लागि आर्थिक वर्ष मानिन्छ। अब त्यसपछि हामीले हेर्दाखेरि अब के देखियो भने आयलाई यहाँ पिरियोडिसिटी कन्सेप्ट यहाँ पनि रहेछ। आयकर ऐनले पनि हैन पिरियोडिसिटी कन्सेप्ट दिएको रहेछ। आयकर प्रायोजनको लागि आय वर्ष भनेर हैन मान्छे के गर्यो त खण्डीकरण गरिदियो समयलाई है हैन। त्यो वर्षभित्र रहेर हामी हैन हरेक व्यक्तिको हरेक वर्षको चाहिँ है तपाईँको के गर्छौँ त कर गणना गर्छौँ हैन। अब यहाँनिर त्यसपछि क उपदफामा के छ भने कुनै आय वर्षमा कर योग्य आय भएको व्यक्ति। अब यो कर योग्य आय के हो हैन, त्यो हामी आउँदो दफाहरूमा पढौँला। अहिलेलाई अब यसमा भित्र त्यति नजाउँ। त्यसपछि उपदफा खमा के भनिएको छ भने यहाँ पनि अर्को दफाको रिफरेन्स छ, दफा 68 को उपदफा 3 र 4। यो त्यतिखेरै पढौँला, तर मोटामोटी भन्नु पर्दाखेरि यो भन्न खोजेको गैर बासिन्दा व्यक्तिले आफ्नो नेपाल स्थित तपाईँको स्थायी संस्थापनबाट हैन आम्दानी प्राप्त गर्छ भने हैन उक्त पठाउनुभन्दा पहिला तपाईँको त्यसमा के हुन्छ त नेपालमा कर तिर्नुपर्ने हुन्छ हैन, अथवा पठाउने बेलामा कर तिर्नुपर्ने हुन्छ। अब त्यसको डिटेल हामी पछि पढ्छौँ। अहिलेलाई भन्नु पर्दाखेरि उनीहरूले पनि मानौँ न विदेशीले के अरे गैर बासिन्दाले के सोच्लान् भने मैले 50,000 पाउनुपर्ने हो तर मलाई अहिले सर्टेन कर काटेर मात्रै किन पठाइरहेछौँ भन्दाखेरि हामीले यो आधार चाहिँ बृहत्तर आधार चाहिँ हैन, टेक्निकल डिटेल अरू डिटेलहरू अन्य दफामा होला, तर बृहत्तर आधार चाहिँ यो दफामा प्रदान गरिएको छ। कसैलाई पनि यो लाग्नु भएन कि
मसँग गैर कानुनी तवरले होइन मेरो आयमा कट्टी गरियो अथवा मसँग कर असुल उपर गरियो भनेर नलागोस् भन्नको लागि यो प्रावधानहरू उल्लेखित छ। त्यस्तै ग नम्बरमा के छ भने कुनै आय वर्षमा अन्तिम रूपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति। अब माथि हामीले कर योग्य आय भएको कुरा गरेका थियौँ, तल के भन्ने छ त्यसको एउटा गणनाको छुट्टै विधि छ जुन कि हामी पछि पढ्छौँ नै। र अहिलेलाई के पनि भन्यो भने अन्तिम रूपमा करकट्टी मानौ होइन यहाँनिर आउँदो दफाहरूमा होइन निश्चित दफामा कस्ता कस्ता खाले भुक्तानी होइन मा अन्तिम रूपमै करकट्टी हुने गर्दछ है। अब त्यस्तो प्रापकले त्यसमा उसको स्रोतमै करकट्टी भएर उसले पाउँछ होइन। त्यसरी पाउँदाखेरि होइन मेरो पनि अब करकट्टी भयो अन्तिम रूपमै करकट्टी भयो भनेर मानव कसैले लट्री जित्यो होइन अथवा त्यो तलको बुँदाहरूमा हामी हेर्छौँ कस्तो कस्तो बेलामा अन्तिम रूपमा करकट्टी हुन्छ, त्यतिखेर अब उसले घटेर पैसा पाउँदाखेरि होइन त्यसको किन के अरे घट्यो भन्दाखेरि अथवा कर तिर्दाखेरि कुन आधारमा टेकेर होइन मेरो आम्दानीमा कर मैले तिर्नु पर्यो होइन भन्दाखेरि हामी बृहत्तर रूपमा यो दफा देखाउन सक्छौँ होइन, दफा 3 है। अब त्यसपछि अब यसको डिटेलहरू आउँदो दफाहरूले प्रस्ट्याउँदै जानेछ। दफा 4 पढौँ। दफा 4 को शीर्षक रहेको छ करको गणना र करको दर। यसमा दुईटै कुरा रहेछ होइन, कम्प्युटेसन पनि ट्याक्सको र रेट पनि है। वो दफा 1 ले के भन्छ भने कुनै आय वर्षका लागि दफा 3 मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नुपर्ने करको रकम सो दफाको खण्ड क, ख र ग मा उल्लिखित कुनै एक वा एकभन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नुपर्ने करको जम्मा रकम बराबर हुनेछ। अब यो टोटल ट्याक्स निकाल्दाखेरि के भन्यो त 4 को उपदफा 1 ले यहाँ माथि जुन हाम्रो 3टा तपाईको के छ भने हेडिङ के अरे 3 को 3टा उपदफाहरू छ, तीनैको टोटल गर्यो हरेक व्यक्तिको लागि हरेक आय वर्षको लागि यो 3टै हैसियतमा होइन उसको टोटल गर्यो कर होइन, त्यो नै उसले तिर्नुपर्ने टोटल कर हुन आउँछ भन्ने छ है। अब हामी त्यसपछि दफा 4 को उपदफा 2 मा जाउँ। यसले के भन्छ भने दफा 3 को खण्ड क बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नुपर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको कर योग्य आयमा अनुसूची 1 मा उल्लिखित सम्बन्धित दरहरू लगाई गणना गर्नुपर्नेछ। यसरी करको गणना गर्दा दफा 51 वा 71 वा दुवै दफा बमोजिम सो व्यक्तिले दाबी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नुपर्ने छ भनियो होइन। अब दफा 4 को उपदफा 2 मा अब मेथड के प्रिस्क्राइब गर्यो त रेट होइन कुन लगाउने। अब करको गणना गर्दाखेरि 3टैको टोटल भन्यौँ, 3 को 3टै उपदफाको टोटल भन्यौँ। सेकेन्डमा चाहिँ रेट पनि छ 4 को हेडिङ नै हामीले 4 को शीर्षक पढ्दाखेरि नै त्यहाँ हामीले के हेरेका थियौँ त भन्दाखेरि तपाईको करको गणना र करको दर। अब दर सम्बन्धी कुरा गर्दाखेरि उपदफा 2 ले के भन्यो गणना 4 को उपदफा 1 ले भन्यो, दर चाहिँ यहाँनिर 4 को उपदफा 2 ले भन्दैछ। सामान्यतया उसले के भन्यो भने अनुसूची 1 यसै ऐनको अनुसूची 1 मा उल्लिखित दरहरू लगाएर सो आयहरूमा होइन 3 बमोजिम के अरे 4 को 1 मा जुन हामीले गणना गरेका छौँ होइन के त्यसमा यी अनुसूची 1 को दर लगाएर कर निकाल्नुपर्छ। त्यसरी गणना गर्दाखेरि दफा 51 वा 71 भन्या छ वा दुवै दफा बमोजिम होइन तपाईको व्यक्तिले कुनै कर मिलान यो यसमध्ये एउटामा फरेन ट्याक्स क्रेडिट होला, अर्कोमा मेडिकल ट्याक्स क्रेडिट होला होइन। त्यो तपाईको कम्प्युट गरेको करबाट यो दुईटै तोकिए बमोजिम तोकिए अनुसारले होइन घटाएर अनि मात्रै तपाईको तिर्नुपर्ने रकम आउँछ, कर आउँछ, त्यो छ। अब यो 2 ले भन्यो होइन अनुसूची 1 अनुसारको दर लाउने है। अब उपदफा 3 मा के रहेछ भन्ने कुरा हामी भोलि अथवा नेक्स्ट सेसनमा
त्यसमा जाउँला।